नमस्कार। म सक्षम गौतम र यहाँहरू सम्पूर्ण दर्शकवृन्दलाई हार्दिक स्वागत छ हाम्रो यस युट्युब च्यानल ज्योतिष मार्गमा। आदरणीय दर्शकवृन्दहरू, के तपाईले रात दिन नभनेर कडाभन्दा कडा मेहनत र परिश्रम गर्दा पनि पैसा बचाउन सक्नु भएको छैन? के तपाईको घरमा सधैँ अशान्ति, ऋण र तनाव मात्रै भइरहेको छ? यदि यस्तो छ भने तपाईले आजै एउटा कुरा याद गर्नुहोस्। तपाईले जानेर अथवा नजानेर राति सुत्नु अगाडि केही यस्ता ठुला गल्ती गरिरहनु भएको छ, जसको कारण माता लक्ष्मी तपाईको घरको ढोकाबाटै रिसाएर फर्कनुहुन्छ। शास्त्र भन्छ रातिको समय यस्तो शक्तिशाली समय हो, त्यसमा पनि साँझको समय। यस समयमा ब्रह्माण्डको ऊर्जा सबैभन्दा बढी सक्रिय हुने गर्दछ। त्यस कारणले गर्दा आजको यस भिडियोमा हामी तपाईलाई जानकारी दिनेछौँ राति सुत्नु अघि गरिने 3वटा भयानक गल्तीहरू र एउटा शक्तिशाली मन्त्रको बारेमा तपाईलाई जानकारी दिनेछौँ, जसलाई तपाईले केवल मात्र 7 दिन लगातार सुत्नु अघि जप गर्नुभयो भने तपाईको जीवनमा पैसाको वर्षा हुनेछ। तपाई गरिबीबाट सिधै करोडपतिको मार्गमा लाग्नुहुनेछ। भिडियोलाई तपाईले अन्त्यसम्म हेर्नुहोला, किनकि आधा ज्ञान सधैँ खतरनाक र घात साबित हुने गर्दछ। च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गर्न नछुटाउनुहोस्, किनकि हामीले अपलोड गरेका यस्तै भिडियोको नोटिफिकेसन सबैभन्दा छिटो प्राप्त गर्नको लागि। अब भने लागौँ आजको विषयतर्फ। आदरणीय दर्शकवृन्दहरू, मन्त्र जान्नु अघि हामीले राति गरिरहेका ती गल्तीहरू सुधार्नुपर्छ, जसले गर्दा हाम्रो घरमा दरिद्रता आएको हुन्छ, अर्थात् दरिद्रता भित्रिएको हुन्छ। त के गल्ती हामीले सुधार्नुपर्छ त राति सुत्नु अगाडि? नम्बर 1 मा रहेको छ भान्सामा जुठो भाँडाहरू छोड्नु। धेरैको बानी हुन्छ राति खाएको भाँडा भोलिपल्ट बिहान धुनलाई छोडिदिने। यो वास्तु अनुसार सबैभन्दा ठुलो दोष हो। राति जुठो भाँडा राख्दा राहु र शनिको नकारात्मक प्रभाव बढ्छ र लक्ष्मीले त्यो घरमा बास छोड्नुहुन्छ। र त्यसै गरी दोस्रो गल्ती रहेको छ जुठो मुख वा हात नधोएर सुत्नु। राति सुत्नु अघि हात, खुट्टा र मुख राम्ररी नधोई सुत्दा शरीरमा नकारात्मक ऊर्जा बस्छ। यसले गर्दा नराम्रो सपना देखिने र भाग्य कमजोर हुने गर्दछ। त्यसै गरी तेस्रो कुरा रहेको छ सुत्ने दिशा र हतारमा सुत्नु। उत्तर दिशातर्फ टाउको राखेर सुत्नु वैज्ञानिक र ज्योतिष दुवै हिसाबले गलत छ। यसले मानसिक तनाव बनाउँछ। त्यसैले सधैँ पूर्व वा दक्षिण दिशातर्फ टाउको बनाएर सुत्ने बानी बसाल्नुहोस्। अब कुरा गरौँ त्यो विशेष काम र मन्त्रको, जसले तपाईलाई मालामाल बनाउनेछ। राति सुत्नु अघि ओछ्यानमा पल्टिसकेपछि आँखा बन्द गरेर शान्त हुनुहोस्। आफ्नो श्वासमा ध्यान दिनुहोस् र माता लक्ष्मीको स्वरूपलाई स्मरण गर्दै यो महामन्त्रको कम्तीमा 11 पटक वा 21 पटक मानसिक रूपमा तपाईले जप गर्नुहोस्। ओम श्रीम ह्रीम क्लीम त्रिभुवन पालन्यै महालक्ष्म्याय नमः। यदि यो मन्त्र सम्झन गाह्रो भएमा तपाईले मात्र ओम श्रीम नमः मन्त्रको जप गर्न सक्नुहुनेछ। यो मन्त्र लक्ष्मी माताको बीज मन्त्र हो। राति सुत्ने बेला हाम्रो अवचेतन सबैभन्दा बढी सक्रिय हुन्छ। यो समयमा यो मन्त्र उच्चारण गर्दा ब्रह्माण्डले तपाईको मनको इच्छालाई तुरुन्तै स्वीकार गर्छ। यसले तपाईको घरको गरिबी र ऋणको चक्रलाई चटक्कै काटिदिन्छ र धन आगमनमा नयाँ बाटोहरू खोल्ने गर्दछ। यो उपाय तपाईले आजै रातिबाट सुरु गर्नुहोस् र यसको चमत्कार आफै महसुस तपाईले गर्नुहुनेछ। यदि तपाईँ माता लक्ष्मीको आशीर्वाद चाहनुहुन्छ भने अहिले कमेन्ट बक्समा जय महालक्ष्मी भनेर लेख्न नभुल्नुहोला। तपाईलाई हाम्रो प्रस्तुति कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट र प्रतिक्रिया दिन नभुल्नुहोला। हामी यस्तै भिडियो लिएर सदाबाह उपस्थित हुनेछौँ। तबसम्मको लागि भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्नुहोस्। अहिले भने बिदा हुन्छौँ। नमस्कार।